सिंहदरबारभित्र सुनको थुप्रो र कानुन मेच्ने सुपरम्यान गृहमन्त्रीको सम्पत्तिले निम्त्याएको राजनीतिक सुनामी। दर्शक महानुभाव, सुशासनको चर्को नारा दिएर सत्ताको बागडोर सम्हालेको वर्तमान सरकार यति बेला आफ्नै मन्त्रीहरूको अस्वाभाविक र विलासी सम्पत्ति विवरणको भारीले ठिचिएको छ। भ्रष्टाचार नियन्त्रण गर्ने र विधिको शासन स्थापित गर्ने बाचा सहित सिंहदरबार छिरेका मन्त्रीहरूको सम्पत्ति मोह सार्वजनिक भएसँगै राजनीतिक वृत्त र सामाजिक सञ्जालमा आक्रोशको डढेलो सल्किएको छ। हिजोसम्म जनताका आधारभूत आवश्यकताका लागि लड्ने कसम खानेहरू नै आज अथाह धन र विलासिताको घेरामा भेटिएपछि आम नागरिकले प्रश्न गर्न थालेका छन् कि सुशासनको नारा केवल सत्तामा पुग्ने भर्याङ मात्रै थियो। यस प्रकरणको सबैभन्दा विवादित र चर्चाको केन्द्रमा छन् गृह प्रशासनको कमान्ड सम्हालेका गृहमन्त्री सुदन गुरुङ। कार्यक्षेत्रमा निकै फिल्मी शैलीमा सक्रियता देखाउने गुरुङको सम्पत्ति विवरणले उनको वास्तविक धरातल र आर्जनको स्रोतमाथि ठूलो सन्देह पैदा गरिदिएको छ। कानुन कार्यान्वयन गर्ने मुख्य निकायको नेतृत्व गर्ने व्यक्ति नै नेपालको भूमि सम्बन्धी ऐनले तोकेको हदबन्दी भन्दा बढी जग्गाको मालिक देखिनुले कानुनी राज्यको उपहास मात्र गरेको छैन, उनको नैतिक हैसियत माथि पनि गम्भीर प्रश्न उठाएको छ। विवरण अनुसार गृहमन्त्री गुरुङको स्वामित्वमा धनकुटा, चितवन र गोर्खामा गरी ठूलो परिमाणमा जग्गा जमिन छ। नेपालको कानुनले पहाडमा कुल 80 रोपनी र तराईमा 11 बिघाको सीमा तोकेको छ, तर मन्त्री गुरुङको नाममा धनकुटामा 19 रोपनी, चितवनमा 30 कट्ठा र गोर्खामा बाजीको नाममा रहेको भनिएको 221 रोपनी जग्गाले कानुनको धज्जी उडाएको छ। 89 तोला सुन र 6 किलो चाँदीको विवरण सार्वजनिक भएपछि सर्वसाधारणले सोधिरहेका छन्, क्रान्तिको कुरा गर्ने मन्त्रीको घरमा सुनको थुप्रो कसरी थुप्रियो? भूमि अधिकार कर्मीहरूले समेत यसलाई कानुनी र नैतिक दुवै हिसाबले अक्षम्य त्रुटि बताएका छन्। सम्पत्ति विवरणले ल्याएको तरङ्ग मत्थर नहुँदै गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा दिएको एक विवादास्पद प्रतिक्रियाले आगोमा घिउ थप्ने काम गरेको छ। उनले लेखेका थिए, तिमी जन्मदै गरिब जन्मिनु तिम्रो गल्ती होइन, तर मर्दा गरिब मर्नु तिम्रो गल्ती हो, सबैलाई चेतना भया। यो अभिव्यक्तिले नेपालको ठूलो हिस्सा गरिब नागरिकको स्वाभिमानमा चोट पुर्याएको छ। यसको कडा प्रतिवाद गर्दै जेनजी पुस्ताकी प्रखर अभियन्ता रक्षा बमले मन्त्रीलाई पदीय मर्यादा भुलेको भन्दै चेतावनी दिएकी छन्। उनले भनेकी छन्, माननीय मन्त्रीज्यू, फिल्मको पर्दा र यथार्थको सडक फरक हुन्छ। दुई छाक जुटाउन सङ्घर्ष गरिरहेका 20% नेपालीका लागि गरिब हुनु गल्ती होइन, यो राज्यको असफलता हो। आज गरिब भएर मर्नु गल्ती हो भन्नेले भोलि गरिब हुनुलाई नै अपराध करार गर्न कति बेर लाग्ला। यस्तै अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष ममता अधिकारीले पनि माइतीघरको सडकबाट गृहमन्त्रीमाथि प्रश्नको वर्षा गरिन्। हिजो आन्दोलनका बेला जेनजी सँगै उभिएर पानी बाँड्ने व्यक्तिको साथमा आज 89 तोला सुन र करोडौँको शेयर कहाँबाट आयो भन्दै उनले सम्पत्ति शुद्धिकरणको अनुसन्धान गर्न माग गरेकी छन्। विवाद चर्किएपछि सरकारका अन्य मन्त्रीहरू भने बचाउमा उत्रिएका छन्। परराष्ट्र मन्त्री शिशिर खनालले आफ्ना मन्त्री र सांसदहरू विभिन्न व्यावसायिक पृष्ठभूमिबाट आएकाले सम्पत्ति हुनु स्वाभाविक भएको तर्क गरेका छन्, तर पूर्व अर्थमन्त्री रामेश्वर खनालले भने सार्वजनिक विवरण भन्दा पनि आन्तरिक राजस्व कार्यालयमा बुझाएको आय र कर चुक्ताको विवरणले मात्र पारदर्शिताको कसी स्पष्ट पार्ने बताएका छन्। यो विवादको राप अब बालुवाटारसम्म पुगेको छ। नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटेरै गृहमन्त्रीको सम्पत्ति र उनको गैर जिम्मेवार अभिव्यक्तिको विषयमा गम्भीर चासो व्यक्त गरेका छन्। जनतामा पलाएको आशाको त्यान्द्रो अहिले मन्त्रीहरूको विलासी विवरणले चुडाल्न लागेको छ कि सरकारले आफ्नै मन्त्रीहरूमाथि सम्पत्ति शुद्धिकरणको डन्डा चलाउने साहस देखाउला कि सुशासनको नारा फेरि पनि हात्तीको देखाउने दाँत मात्र साबित हुनेछ। समयले नै यसको फैसला गर्नेछ। तर अहिलेलाई भने गृहमन्त्री सुदन गुरुङको सुनको डल्ला र हदबन्दी नागेको जग्गा नेपाली राजनीतिको सबैभन्दा ठुलो कलङ्कको रूपमा हेरिएको छ। यस विषयमा तपाईँको धारणा के छ कृपया कमेन्ट गर्नुहोला।